आफ्नो गिटार प्रोफाइललाई यस्तो बनाउन चाहनुहुन्छ, यदि चाहनुहुन्छ भने यो भिडियो इन्डसम्म हेर्नु होला। सो यो भनेको चाहिँ तपाईँको रिक्रुटर्स र इन्टरभ्युअर्सलाई जस राम्रो इम्प्रेसन राख्छ। सो इन्डसम्म हेर्नु होला। सो फर्स्ट अफ अल तपाईँ आफ्नो गिटहब रिपोजिटरीमा जानु, यसको टपमा जानुभयो भने न्यू रिपोजिटरी भन्ने छ। सो न्यू रिपोजिटरीमा जानु, अनि तपाईँको रिपोजिटरी नेम छ, सो त्यो तल बिच सेक्सनमा रिपोजिटरी नेममा चाहिँ तपाईँले आफ्नो जुन चाहिँ युजर नेम छ गिटहबको त्यही हाल्नु र क्रिएट रिपोजिटरी गरिदिनुहोस्। त्यसपछि जिपिआरएम भन्ने वेबसाइटमा आउनु है, म लिङ्क राखिदिन्छु सो कमेन्टमा। सो जिपिआरएममा आएपछि आफ्नो गिटहबमा जुन युजर नेम छ त्यही हाल्नु। त्यसपछि तपाईँ अबाउट मीमा आफ्नो इन्ट्रो राख्नुहोस्। अनि त्यसपछि अर्को भनेको सोसल लिङ्क्स एड गर्न मिल्छ, मिडियमहरूको, लिङ्कडिनहरूको, अरू डिस्कर्डहरूको त्यो एड गर्नुहोस्। अनि त्यसपछि अर्कोमा स्किल्सहरू एड गर्ने, यसमा ल्याङ्ग्वेजहरू, सर्भर रिलेटेडहरू, फ्रन्ट एन्ड ब्याक एन्ड फ्रेमवर्क सबै हाल्न मिल्छ र यसमा नेक्स्ट थिच्नुहोस्। अनि फाइनल्ली तपाईँको सबै जेनेरेट हुन्छ र यसको टप सेक्सनमा हेर्नुभयो भने कपी कोड भन्ने छ। सो त्यो कपी कोडमा क्लिक गर्नुहोस् र यसले त्यो कोडहरू सबै कपी गर्न मिल्छ र त्यो जुन कोडहरू जेनेरेट भएको छ त्यो गएर अहिलेको रिडमीमा गएर पेस्ट गर्नु र त्यो म्यासेज कमिट गर्नुहोस्। सो तपाईँको प्रोफाइलमा भिजिबल हुन्छ।